ब्राह्मण भएकै कारण र निधारमा टीका र टुप्पी पाल्दैमा कोही भगवानका प्रिय भक्त नहुने रहेछन्। श्रोता महानुभावहरू, उहाँ गुरुको एकछिन कुरा सुनौ। एक दिन सबरी माताको नेत्र अगाडि साक्षात् भगवान श्रीराम, लक्ष्मण र माता सीताको आगमन भयो। आफ्नो त्यसैले भनेको हुँ यिनीहरू जातका कारण गुरु भएका हुन्। वास्तवमा कुरा के हो? भगवान राम, लक्ष्मण, सीता आएका हुन्। एकैछिन यसलाई पनि हेर्नुहोस्। कहा था कि श्री राम अपनी भार्या की खोज में यहाँ आएंगे। तुम उन्हें महाबली सुग्रीव तक पहुंचाने का मार्ग बताकर कहना कि वह सुग्रीव से मित्रता करके रावण पर अवश्य विजय पाएंगे। सक्नुभयो होला कतिको अध्ययन गरेर गुरुदेवले बोल्नु भएको रहेछ भनेर। उहाँले जात सम्बन्धी पनि केही कुरा राख्नु भएको छ, यसलाई पनि हेर्नु। यदि सनातन धर्ममा जातपात थियो भनेदेखि सबरी माता वा त भिल जातकी स्त्री हुनुहुन्थ्यो, सामाजिक दृष्टिकोणले दलित जातकी हुनुहुन्थ्यो। तर पनि ऋषि मतङ्गले आफ्नो आश्रममा उहाँलाई शरण दिनुभयो। कहिले पनि थिएन जातपात भन्ने कुरा। हेर्नुहोस्, यदि थियो भनेदेखि सबरी माताले ल्याउनु भएको फुल किन मतङ्ग ऋषिले चढाउनुहुन्थ्यो? विदुरजीको घरमा गएर किन श्रीकृष्णले सुक्खा साग खाइदिनु भयो, जबकि दुर्योधनको घरमा गएर खानु भएन? किन? हामी सबैजना पशुपति मन्दिरमा जान्छौँ। के त्यहाँ लेखिएको छ तपाईँ कुन जातको भनेर? ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र अथवा यो त्यो भनेर लेख्या हुँदैन नि। पछि शास्त्रमा जातीय हिंसा, जातीय विभेदका कुरालाई उल्लेख गरेको छैन। यो मानेमा कि भगवानले कुनै जातभात छुटाउनु भएको छैन, तर कर्म अनुसार अघि बढ। यदि यही नै हो भनेपछि किन एउटा दलित भनिएको समुदायभित्र एकदमै रुचि भएको, चासो भएको एउटा युवा युवतीलाई तपाईँ हामी मिलेर पशुपतिनाथको पुजारी नबनाउने? पशुपतिनाथको त कुरै छोडिदेऊ, हाम्रै समुदायहरूमा भइरहेका अलिक ठुला मन्दिरहरूका पुजारी दलित समुदायका व्यक्तिहरूलाई गर्न दिइँदैन। अनि तपाईँहरू भन्नुहुन्छ शास्त्रमा छैन भन्नुहुन्छ, तर यसलाई फलो गर्न छोड्नुहुन्न। अनि अर्को कुरा, कहिले विद्यालयमा, कहिले पार्टी पौवामा, कहिले घर आँगनमै जातीय हिंसाहरू, कहिले सरकारी कार्यालयमै जातीय मुद्दा, जातीय हिंसा, जातीय दमनहरू भइरहेकै हुन्छन्। तर यसलाई हटाइनु पर्छ भनेर तपाईँहरू किन आवाज उठाउनुहुन्न? यो मेरो प्रश्न। तपाईँहरूले आवाज उठाएको कतै पनि देखिँदैन। कता कता आफ्नो धर्म सकिने पो हो कि भन्ने डरले बोल्नुहुन्छ। तर चर्को रूपमा मनदेखि नै भगवानले तपाईँको अघि भन्नुभयो सबरीको कुरा। भगवान कृष्णले पनि अशुद्धकै घरको खाना खानुभएको। उहाँहरू भगवान हुनुहुन्थ्यो, तर तपाईँ हामी अलि दानव पो भयौँ कि? एउटा मानव भएर हेरौँ न। सबै जातहरूलाई त्यागौँ, एउटै जात राखौँ, मानव। किनकि तपाईँ हामी सबै मनुष्य जाति हौँ। यो जात भात, तेरो जातिको मेरो जातिको, तेरो मान्छे मेरो मान्छे भन्नाले अलि समस्या भइरहेको छ। तेरो गोत्र मेरो गोत्र, ठिक छ, कानुनले 3 पुस्ते हाडनाता गराउने मानेको छ। 3 पुस्ता बाहेक अन्य सबै जात जातिसँग विवाह गर्न पाउने कानुनी व्यवस्था पनि गरौँ, होइन? एउटा समुदायमा पनि सबैमा यो चेतना फैलाउँ भन्दै अहिलेलाई बिदा हुन्छु। सकिन्छ भने कृपया गुरुदेव, आदरणीय दाजु, यो भिडियोको जवाफ दिनुहोला। साथै अलिकति जो अघि सबरीको कुरा हजुरले गर्नुभएको थियो, भगवान श्रीराम, लक्ष्मण र सीता सबरीकोमा भेट, त्यो जाने क्रममा भेट भएको हो भनेर। उनी 3 जनाको भेट भएको होइन। सीताको खोजी गर्नका निम्ति राम र लक्ष्मण चाहिँ सबरीसँग भेट भयो र उनले नै महाराज सुग्रीवसँग मित्रता लगाउनु भनेर शास्त्रमा उल्लेख गरिएको छ। मैले भिडियो पनि हालेको छु, दुःख नमान्नु होला, यस कुरालाई सकारात्मक पक्षले बुझिदिनु होला भन्दै अहिलेलाई बिदा हुन्छु। हस्, धन्यवाद।